वेलकम टु माई अनदर ब्लग। आज चाहिँ दिदीहरू आउनु भएको छ खानाको लागि यता हाम्रो रुम। त्यही भएर हामी बनाउँदैछ, खाना खानु बोलाएको छ। त्यही भएर खाना रेडी बनाउनु भएको। यहाँ चाहिँ दिदीले उसको स्पेसल आलुदम बनाउनुको लागि रेडी। यहाँ चाहिँ निकिता दिदीको माछा फ्राई गर्दैछ। ग्यास सकेर यो चाहिँ खासै हाम्रो यतापट्टिको ग्यास हो, खत्तम भएर यहाँ माथिल्लोपट्टि दिदीहरूलाई मागेर बनाउँदैछ। हेलो भन्नु दुईजना बसिरहेको छ। उनीहरूले पनि यहाँ मासु अलिकति मासुको लागि बनाउँदैछ। बनाउनु कस्तो भयो। सबिता दिदीको आलुदम खाएर चाहिँ हेर्नु ल। ओके बाई। आलुदम पाकेको आलु ससेट अस्ति खाएर चाहिँ मुखभरि यहाँ ल्याङफ्याङ यो चिप्स पनि खाँदै के हाम्रो टप त्यही बनाएछ। यो आलुदम बनाउँदैछ दिदीले हो। मिठो भएछ, अलिक रेटिङ गरेर दिनु। तितो भएको छैन, मैले चाख्दाखेरि अलिकति उयो भएको। मलाई कस्तो कस्तो लाग्दैछ। बेकको आज जाउँ भनेको लास्टमा खाँदैछ। एउटा ब्याग हाउडामा फोटो पठाएको थिएँ कि हाउडामा होइन किनिदिन्छु भनेर निक्लाइदिएन नि त। अन्त चाहिँ हामी घर गइसकेर चाहिँ त्यहाँदेखि त्यो ब्याग हेऱ्यो, बुझ्यो। अन्त त्यही चाहियो भन्यो। अर्को अनलाइनमा हेर्दाखेरि पनि होइन, त्यही नै 1100। अनलाइनमा पनि उयो ज्याकेट लगाएर जाने 1100 नमित। मलाई ज्याकेट होइन, मलाई अलिकति यस्तो खालको, मलाई यस्तो खालको जसमा कि म यहाँ रेडी छिटोमा आयो। बाई। म पनि सुत्छु, 12 बजिसक्यो। अर्को दिदीले चाहिँ खाना भर्खर खाँदै खाँदैछ। ल बाई बाई भनिदिइहाल्नु मेरो। आज राखेको बाई बाई। ह्याभ अ स्विट ड्रिम। सी यु इन नेक्स्ट भिडियो।